हेलो साथीहरु, आज हामी तपाईहरुमाझ फेरि पनि उपस्थित भइसकेका छौं। विश्व भूगोल सम्बन्धी महत्त्वपूर्ण क्वेशनहरु लिएर, महत्त्वपूर्ण जीके प्रश्नहरु लिएर तपाईहरुमाझ उपस्थित भइसकेका छौं। आजको भिडियो एकदमै महत्त्वपूर्ण रहेको छ। त्यसैले भिडियोलाई लाइक, कमेन्ट र शेयर गर्नुहोला र अहिलेसम्म पनि तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरी अगाडि बढ्नुहोला र आजको भिडियो सुरु गरौं क्वेशन नम्बर 1 बाट। क्वेशन नम्बर 1, कालो अँध्यारो महादेश भनेर कुन महादेशलाई चिनिन्छ? फेरि पनि कालो अँध्यारो महादेश भनेर कुन महादेशलाई चिनिन्छ? अप्सन ए युरोप, अप्सन बी अफ्रिका, अप्सन सी अन्टार्कटिका, अप्सन डी अस्ट्रेलिया। समय सुरु। यसको सही आन्सर हो अप्सन नम्बर बी अफ्रिका। क्वेशन नम्बर 2, नयाँ संसार भनेर कुन महादेशलाई चिनिन्छ? फेरि पनि नयाँ संसार भनेर कुन महादेशलाई चिनिन्छ? अप्सन ए उत्तर अमेरिका, अप्सन बी एसिया, अप्सन सी दक्षिण अमेरिका, अप्सन डी अस्ट्रेलिया। समय सुरु। सही आन्सर हो अप्सन नम्बर ए उत्तर अमेरिका। क्वेशन नम्बर 3, विश्वको चौथो ठुलो महादेश भनेर कुन महादेशलाई चिनिन्छ? फेरि पनि विश्वको चौथो ठुलो महादेश भनेर कुन महादेशलाई चिनिन्छ? अप्सन ए युरोप, अप्सन बी उत्तर अमेरिका, अप्सन सी दक्षिण अमेरिका, अप्सन डी अफ्रिका। समय सुरु। सही आन्सर हो अप्सन नम्बर सी दक्षिण अमेरिका। क्वेशन नम्बर 4, मानव बसोबास नभएको एकमात्र महादेश कुन हो? फेरि पनि मानव बसोबास नभएको एकमात्र महादेश कुन हो? अप्सन ए अन्टार्कटिका, अप्सन बी अफ्रिका, अप्सन सी अस्ट्रेलिया, अप्सन डी युरोप। समय सुरु। सही आन्सर हो अप्सन नम्बर ए अन्टार्कटिका। क्वेशन नम्बर 5, सानो महादेश भनेर कुन महादेशलाई चिनिन्छ? फेरि पनि सानो महादेश भनेर कुन महादेशलाई चिनिन्छ? अप्सन ए अन्टार्कटिका, अप्सन बी अस्ट्रेलिया, अप्सन सी युरोप, अप्सन डी उत्तर अमेरिका। समय सुरु। सही आन्सर हो अप्सन बी अस्ट्रेलिया। क्वेशन नम्बर 6, प्रशान्त महासागरमा पानीको भाग कति प्रतिशत छ? फेरि पनि प्रशान्त महासागरमा पानीको भाग कति प्रतिशत छ? अप्सन ए 45.5%, अप्सन बी 46.5%, अप्सन सी 47.5%, अप्सन डी 48.5%। समय सुरु। सही आन्सर हो अप्सन नम्बर ए 45.5%। क्वेशन नम्बर 7, आन्ध्र महासागरमा पानीको भाग कति प्रतिशत छ? आन्ध्र महासागरमा पानीको भाग कति प्रतिशत छ? अप्सन ए 23.50%, अप्सन बी 22.50%, अप्सन सी 22%, अप्सन डी 23%। समय सुरु। सही आन्सर हो अप्सन नम्बर डी 23%। क्वेशन नम्बर 8, हिन्द महासागरमा पानीको भाग कति प्रतिशत छ? हिन्द महासागरमा पानीको भाग कति प्रतिशत छ? अप्सन ए 20.5%, अप्सन बी 21.5%, अप्सन सी 20.53%, अप्सन डी 22.5%। समय सुरु। सही आन्सर हो अप्सन नम्बर ए 20.5%। क्वेशन नम्बर 9, साउथ चाइना सीको गहिराई कति मिटर रहेको छ? साउथ चाइना सीको गहिराई कति मिटर रहेको छ? अप्सन ए 1200 मिटर गहिरो, अप्सन बी 1205 मिटर गहिरो, अप्सन सी 1250 मिटर गहिरो, अप्सन डी 1300 मिटर गहिरो। समय सुरु। सही आन्सर हो अप्सन नम्बर ए 1200 मिटर गहिरो। क्वेशन नम्बर 10, क्यारेबियन सीको गहिराई कति मिटर रहेको छ? फेरि पनि क्यारेबियन सीको गहिराई कति मिटर रहेको छ? अप्सन नम्बर ए 2500 मिटर गहिरो,
अप्सन नम्बर बी 2600 मिटर गहिरो, अप्सन नम्बर सी 2300 मिटर गहिरो, अप्सन नम्बर डी 2400 मिटर गहिरो। समय सुरु। सही आन्सर हो अप्सन नम्बर डी 2400 मिटर गहिरो। क्वेसन नम्बर 11, भूमध्य सागरको गहिराई कति मिटर रहेको छ? भूमध्य सागरको गहिराई कति मिटर रहेको छ? अप्सन नम्बर ए 1445 मिटर गहिरो, अप्सन नम्बर बी 1425 मिटर गहिरो, अप्सन नम्बर सी 1465 मिटर गहिरो, अप्सन नम्बर डी 1485 मिटर गहिरो। समय सुरु। सही आन्सर हो अप्सन नम्बर डी 1485 मिटर गहिरो। क्वेसन नम्बर 12, सी अफ ओखतसकको गहिराई कति मिटर रहेको छ? सी अफ ओखतसकको गहिराई कति मिटर रहेको छ? अप्सन नम्बर ए 740 मिटर गहिरो, अप्सन नम्बर बी 640 मिटर गहिरो, अप्सन नम्बर सी 440 मिटर गहिरो, अप्सन नम्बर डी 840 मिटर गहिरो। समय सुरु। सही आन्सर हो अप्सन नम्बर डी 840 मिटर गहिरो। क्वेसन नम्बर 13, पूर्वीय चाइना सागरको गहिराई कति मिटर रहेको छ? पूर्वीय चाइना सागरको गहिराई कति मिटर रहेको छ? अप्सन ए 180 मिटर गहिरो, अप्सन बी 380 मिटर गहिरो, अप्सन सी 160 मिटर गहिरो, अप्सन डी 280 मिटर गहिरो। समय सुरु। सही आन्सर हो अप्सन नम्बर ए 180 मिटर गहिरो। क्वेसन नम्बर 14, सी अफ जापानको गहिराई कति मिटर रहेको छ? सी अफ जापानको गहिराई कति मिटर रहेको छ? अप्सन नम्बर ए 1277 मिटर, अप्सन नम्बर बी 1360 मिटर, अप्सन नम्बर सी 1477 मिटर, अप्सन नम्बर डी 1370 मिटर। समय सुरु। सही आन्सर हो अप्सन नम्बर डी 1370 मिटर। क्वेसन नम्बर 15, कृष्ण सागरको गहिराई कति मिटर रहेको छ? कृष्ण सागरको गहिराई कति मिटर रहेको छ? अप्सन नम्बर ए 1200 मिटर, अप्सन नम्बर बी 1100 मिटर, अप्सन नम्बर सी 1400 मिटर, अप्सन नम्बर डी 1300 मिटर। समय सुरु। सही आन्सर हो अप्सन नम्बर बी 1100 मिटर। क्वेसन नम्बर 16, सगरमाथाको उचाइ कति रहेको छ? सगरमाथाको उचाइ कति रहेको छ? अप्सन ए 8848 मिटर, अप्सन बी 8848.76 मिटर, अप्सन सी 8848.46 मिटर, अप्सन डी 8848.86 मिटर। समय सुरु। सही आन्सर हो 8848.86 मिटर। क्वेसन नम्बर 17, कञ्चनजङ्घाको उचाइ कति रहेको छ? कञ्चनजङ्घाको उचाइ कति रहेको छ? अप्सन ए 8556 मिटर, अप्सन बी 8566 मिटर, अप्सन सी 8576 मिटर, अप्सन डी 8586 मिटर। समय सुरु। सही आन्सर हो अप्सन नम्बर डी 8586 मिटर। क्वेसन नम्बर 18, धौलागिरीको उचाइ कति रहेको छ? धौलागिरीको उचाइ कति रहेको छ? अप्सन ए 8267 मिटर, अप्सन बी 8167 मिटर, अप्सन सी 8197 मिटर, अप्सन डी 8187 मिटर। समय सुरु। सही आन्सर हो अप्सन बी 8167 मिटर। क्वेसन नम्बर 19, अन्नपूर्णको उचाइ कति रहेको छ? अन्नपूर्णको उचाइ कति रहेको छ? अप्सन ए 8093 मिटर, अप्सन बी 8091 मिटर, अप्सन सी 8197 मिटर, अप्सन डी 8187 मिटर। समय सुरु।
सही एन्सर हो अप्सन बी 8091 मिटर। क्वेसन नम्बर 20, सहारा मरुभूमि कुन देशमा पर्दछ? सहारा मरुभूमि कुन देशमा पर्दछ? अप्सन ए उत्तर अमेरिका, अप्सन बी कतार, अप्सन सी दक्षिण अमेरिका, अप्सन डी साउदी। समय सुरु। सही एन्सर हो अप्सन ए उत्तर अमेरिका।